कस्तो लागिरहेछ? बहुत मजा आइरहेछ जय तपाईँ आउनुभएको मलाई खुसी लागेछ। हामी आएको छौँ एडिलेड हिल्स। अनि एडिलेड हिल्समा यसको बारेमा हल्का भनिदिनु न। ठाउँको बारेमा यो चाहिँ हाम्रो घरबाट 56 मिनट्स विथ ट्राफिक। अनि बाटो चाहिँ एकदम घुमाउरो छ। घुमाउरोको चक्करमा आज हाम्रो अनुसारले लगभग आधा किलो भोमिट गर्नुभयो बाटोमा। हामीलाई 56 मिनट लाग्यो किन भन्दा अझै प्लस त्यसमा चाहिँ अनुसारले 15 मिनट त बिचमा हामीलाई बाटोमा रोकायो होइन, भोमिट गरी। अब म मरेँ, मेरो टाउको बाहिर निस्कियो भनेर हामीलाई हताएर धन्न झोलामा प्यानाडोल थियो र काम गऱ्यो। अहिले चाहिँ हट्टाकट्टा हुनुहुन्छ म्याडम। अब हाम्रो पाक्दैछ। अहिले हाम्रो चिकन मेरील्यान्ड र ड्रमस्टिक स्यालेड रेडी भयो जय। अनि कोका कोला रेडी छ यहाँ। तपाईले कोक मात्र लिने आज? आज म कोक मात्रै खान्छु। ठाउँमा आएर कोक मात्र लिएर त मजा आएन नि त। कोक मेरो होइन त्यो। यही हो र? त्यो त दुईटा हो जयको र त्यो कुन्नी अनुसाको होला। अनुसारले खाएको जस्तो लाग्यो। भमिट गरेर खाए। तिमी धेरै नखाऊ है बेबी। धेरै खाएर झ्या परेर अनुहार सुन्ने। बिचारा दाइले खानै देखाएन। देखाएन दाइ के छ? तिमी सर्टिफाइड पानी वाकुवा। के हुँदैन, मैले त केही थाहा छैन। जहिले त खाँदै खानुहुन्न नि हाम्रो जय त पुरै सोझो जरै कानमा राखेर बस्नु भयो। नेक्स्ट लेभल हो के? दुईटा बोतल दुईटा हातमा दुईटा बोतल एकैचोटि स्टोन शेष गर्दिम न त ल छोइदिनु यिनीहरुको ग्लास खाइदिम है। छोइदिनु दिदीको है। ल दिदी अरु के सोध्नु नि तपाईले म भन्छु। अनि कस्तो लागिरहेछ? हामी कति दिनको लागि आएको यहाँ? हामी 3 दिनको लागि आएको यहाँ। अब हामी सन्डे जान्छौँ। भोलि हामी प्लान के छ भन्दाखेरि पोडकास्ट हाम्रो भोलि के हुन्छ भन्दा बिहान हामी भरेसक छिटो उठ्छौँ 9 बजेसम्म। छौ नभन्न तैँले। अनि त्यस्तो हुन्न नि, मान्छेहरूको दिमागमा भरम पैदा नगर न। त्यही पनि कोक होइन चाहिँ कोकको बोतल लिएर आउनु त मनिष सर पत्ता आएन नि ब्लगमा देखाउनै पर्ने भयो। होइन के कोक हो के कोक हो देखाउनु त ल। कोक मम्मी भनेको यो भिडियो मम्मीसँग पुग्दैन जस्तो लाग्छ मलाई। मनिष त्यही अड्किनु भयो कोक हेरेर बसेर। दिदीलाई भन्न देऊ न तिमी। म अनि उसले चाहिँ पानी खाइन्छ। ल भोलि के गर्ने कुरा छ? थाहै छैन त्यसलाई केही थाहै छैन। किन बोलेको त दिदीले? के बोले भाइ किन बोले बिचमा? किन बोलेको बिचमा? कोक दाइले नि भन्नु होला। सर्टिफाइड कोका कोला 1.25 लिटर यही छ, यही नै हो। कलर पनि सेम छ। सरप्राइज कोक खान मन लागेर कोक खाएको। सुन न मैले त 6 चोटि भयो भोलिको प्लान भन्छु भनेको बोल्नै दिन्नन्। भोलि हामी बिहान उठेर ब्रेकफास्ट गरिन्छ। ब्रेकफास्ट गरिसकेपछि यहाँ बाइसाइकल राइड हुन्छ। 4वटा बाइसाइकल बुक छ। हामी यहाँ बाइसाइकल राउन्ड गर्छौँ। त्यस पछाडि हामी आउँछौँ फ्रेस हुन्छौँ र हामी लन्च गर्न जान्छौँ। प्लान चाहिँ हाम्रो अर्कै थियो हान्ड्रोप जाने, तर यो ठाउँ एकदम राम्रो भएको भएर हामीले सायद हान्ड्रोप क्यान्सल गर्छौँ होला। त्यही छ अहिलेसम्मलाई चाहिँ। भोलि थाहा हुन्छ, तर रमाइलो चाहिँ हुन्छ बहुत। रमाइलो हुनुपर्छ रमाइलो